साथीहरु तपाईहरुले केही दिन अगाडि मात्रै नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड कम्पनीको आईपीओ शेयर भर्नु भएको थियो भने यो कम्पनीको आईपीओ रिजल्ट कहिले आउला भनेर तपाईहरु पक्कै प्रतीक्षामा बस्नु भएको होला। तपाईहरुको प्रतीक्षा घडी सकिएको छ किनभने साथीहरु आज यस भिडियोमा चाहिँ म तपाईहरुलाई यस नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड कम्पनीको आईपीओ रिजल्ट कहिले आउँदैछ त्यस सम्बन्धी जानकारी दिन गइरहेको छु। त्यसैले साथीहरु तपाईले यस कम्पनीको आईपीओ शेयर भर्नु भएको भए आजको यो भिडियो तपाईहरुको लागि एकदमै इम्पोर्टेन्ट छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला र सम्पूर्ण जानकारी लिनु होला। साथीहरु तपाईले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी सँगै रहेको बेल बेललाई अन गर्न भने नबिर्सिनु होला। नमस्कार साथीहरु, म प्रतीक, वेलकम टु न्यू आईपीओ अपडेट। नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड कम्पनीले तपाई हामी जस्तो सर्वसाधारणको लागि फागुनको 11 गतेदेखि 15 गतेसम्म 18,45,000 किता आईपीओ शेयर चाहिँ बिक्री खुला गरेको थियो भने साथीहरु यस कम्पनीको आईपीओ रिजल्ट चाहिँ आज फागुन 23 गते शुक्रबार यस कम्पनीको बिक्री प्रबन्धक एनआईएमबीएस क्यापिटलमा बाँडफाँड भइसकेको छ भने साथीहरु तपाईहरुले चाहिँ यस कम्पनीको आईपीओ रिजल्ट अब www.iporesult.cdsc.com.np मा गएर चाहिँ यस कम्पनीको आईपीओ रिजल्ट हेर्न सक्नुहुनेछ भने आईपीओ रिजल्ट हेर्नको लिंक चाहिँ हामीले तल भिडियोको तल डिस्क्रिप्सन बक्समा राखिदिएका छौं। तपाईले त्यहाँ गएर क्लिक गरेर पनि यस कम्पनीको आईपीओ रिजल्ट मजाले चेक गर्न सक्नुहुनेछ र तपाईलाई परे नपरेको चाहिँ तपाईले यस भिडियोको तल कमेन्टमा पनि लेखेर हामीलाई जानकारी दिन सक्नुहुनेछ। नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड कम्पनीको आईपीओ रिजल्ट डेट सम्बन्धी यो छोटो मिठो भिडियो कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई एउटा लाइक गरिदिनु होला, तल कमेन्ट छोडिदिनु होला र सक्दो भिडियोलाई शेयर गरिदिनु होला भन्दै च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी सँगै रहेको बेल बेललाई अन गर्न भने नबिर्सिनु होला।